हेलो साथीहरू नमस्ते वेलकम इन माई युट्युब च्यानल। मेरो युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। फेरि पनि नमस्ते भन्न चाहे। साथीहरू मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला, माया गरिदिनु होला। मलाई तपाईँहरूको मायाको खाँचो छ। आज आज पनि फेरि म युट्युब च्यानलमा उपस्थित भइसकेको छु। आज चाहिँ साथीहरू मैले फरक विषयवस्तु लिएर उपस्थित भएको छु। के भने आज मैले युट्युब चलाउँदै थिएँ। युट्युब चलाउने क्रममा भक्तबहादुरजी भन्ने त प्राय टिकटक चलाउनेहरू त सबैजनाले चिन्नुभएको होला। उहाँको एउटा भिडियो मैले चाहिँ फर्स्टमा कुन हेरेको थिएँ भने सागर बरु सुकी जाला भन्ने एउटा भिडियोमा गीतमा भिडियो बनाएर उहाँले उहाँको श्रीमतीको सालीको अगाडि बत्ती बालिदिएर त्यो सालीलाई चुमेर एउटा भिडियो बनाउनु भएको थियो। त्यसले चाहिँ मेरो एकदमै मन छोएको थियो। तर हेर्नेहरू प्राय सबैको मनै छोएको थियो होला। त्यो एकदम मन छुने टाइपकै भिडियो थियो। अनि त्यसपछि मैले उहाँको भिडियोहरू चाहिँ प्राय सबै हेर्थेँ। एकदम मनछुनी क्याप्सन लेखेर सानो सानो नानी बाबुहरू रहेछन्, उहाँसँग भिडियो बनाउनुहुन्थ्यो। कति मन दुख्थ्यो। यस्तो पनि किन गर्नुहुन्छ भगवान्? तपाईँले भगवान् हुनुहुन्छ भने बरु सृष्टि नै नगरिदिनु, कसैसँग नजोडिदिनुहोस्, जोडेपछि यसरी नछुट्याइदिनुहोस् भनेर भन्थेँ मैले चाहिँ। तर पनि आफ्नो लेखेको कुरा चाहिँ भएरै छाड्छ भनिन्छ होइन। त्यो लेखेको कुरा छैटीमा लेखेको कुरालाई कसैले मेटाउन सकिँदैन। काल आएपछि रोक्न सकिँदैन। जसरी भने एकवटा माध्यमबाट एउटा बाटो भएर गइन्छ भनेर भनिन्छ होइन। अनि आज मैले तपाईँलाई भनिहालेँ, युट्युब चलाउने क्रममा युट्युब हेर्दै थिएँ। हेर्दै जाँदा अझै पनि जे पनि छ भन्ने एउटा युट्युब च्यानलले उहाँको इन्टरभ्यू लिएको रहेछ। अनि त्यसपछि उहाँको इन्टरभ्यू सुन्दै जाँदा यति मन छोयो, यति धेरै रोएँ साथीहरू होइन। अनि आफूलाई सम्हालेर म त उहाँको लागि एउटा भिडियो बनाउँछु भनेर आएँ। माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। सबैजनाले सुनिदिनु होला। एकदम मन छुनी छ। तर त्यो इन्टरभ्यू पनि गरेर हेर्न सक्नुहुन्छ। यति मन छुन्छ, यति रुन मन लाग्छ होइन। त्यसमा चाहिँ पत्रकारले श्रीमती बितेको केही दिनमा बिहे गर्ने पुरुषको समाज हो हाम्रो भक्तबहादुरजी। तर तपाईँ त यति मायालु श्रीमान पनि यति मायालु श्रीमान बनेर यो समाजमा उभिनु भएको छ, उदाहरणीय बन्नुभएको छ भन्ने क्वेसन थियो। त्यो क्वेसनमा उनले जवाफमा चाहिँ के दिनुभएको थियो भने भौतिक रूपमा उनी र मसँगै नभए पनि उनको शालिग निर्माण गरेर उनलाई प्रेम गर्न सक्छु र उनीप्रतिको प्रेम मैले पोख्न सक्छु भनेर उनले शालिग निर्माण गर्नुभएको अरे। उहाँले एन्सर दिनुभएको थियो, त्यस कारणले मैले शालिग निर्माण गरेको प्रेमहरू व्यक्त गर्नलाई भनेर भन्नुभएको थियो। जवाफ त्यो दिनुभएको थियो उहाँले होइन। मेरो चाहिँ यति धेरै मन छ। यसले भन्दा पनि मेरो मन धेरै छोको कारण चाहिँ के छ भने उहाँको दुईवटा बेबी छ, एउटा छोरी पहिला, अनि पछि उहाँको छोरा पेटमा आएपछि चाहिँ उहाँलाई यस्तो लक्षणहरू त देखा परेको थियो अरे। तर प्रेग्नेन्सीको टाइममा यस्तो लक्षणहरू त देखा परिहाल्छ भनेर उहाँले इग्नोर गर्नुभएछ। पछि बेबी पाएपछि 3 महिनामा चाहिँ चेकअप गर्न जाँदाखेरि त 3 महिनामा उहाँलाई आमाशयमा क्यान्सर छ भनेर थाहा पाउनु भएछ उहाँले। अनि त्यसपछि चाहिँ उहाँको श्रीमतीले म बाँच्न चाहन्छु, म मऱ्यो भने मेरो बच्चाहरूले दुःख पाउँछन् भन्नुभएको थियो अरे। तर त्यो बच्चाहरूले दुःख पाउँछन् भन्ने कुरामा चाहिँ उहाँको यो कुरा चाहिँ म अभाव हुन दिन्न, म एकदम माया गर्छु भनेर भन्नुभएको थियो। आफ्नो सन्तानको त अभियसली जसलाई पनि माया लागिहाल्छ, बाउ होस् या आमा होस् होइन। अनि त्यसपछि भन्नुभएको थियो। अनि त्यसपछि उहाँले बच्चाहरूको कुरा दर्शाउँदै जाँदा म बाँच्न चाहन्छु भनेर उहाँले भन्नुभएको कुराहरू चाहिँ उहाँले व्यक्त गर्दाखेरि चाहिँ मेरो एकदम मन छोएको थियो। तर पनि बच्चा पाएको आमा भएर होला बच्चाहरूको कुरा गर्दा चाहिँ एकदमै मन छुन्छ कि साथीहरू मेरो। अलिकति बिरामी हुँदा पनि त हामीलाई के अरे केही भइहाल्यो भने आफ्नो बच्चाले के गर्छ, आफ्नो बच्चाले आमासँग जसरी पोख्न सक्छ नि कुराहरू अरूसँग त पोख्न सक्दैन नि, बाबासँग पनि सक्दैन। बाबाको साथ सपोर्ट माया त हुन्छ नै, तर उनीहरूले त्यति व्यक्त गर्न सक्दैनन् आमालाई जस्तो होइन। त्यो कुराले चाहिँ मेरो एकदमै मन छोएको थियो। अनि रोएँ पनि। अनि त्यही भएर म के भन्न चाहन्छु भने उहाँले चाहिँ एउटा उदाहरण दिनुभएको छ। मेरो साथमा मेरो श्रीमती रहनु भएन, तर साथमा जसको लाइफ पार्टनरहरू हुनुहुन्छ
माया गर्ने नगर्ने श्रीमान श्रीमती हुनुहुन्छ तर आफ्नो जो हुनुहुन्छ उहाँले एकअर्कालाई प्रेम गर्नुहोस्, सद्भाव गर्नुहोस्। मैले नभएको श्रीमतीलाई त शालिग बनाएर यसरी प्रेम दर्शाइरहेको छु भने तपाईँहरू जो हुनुहुन्छ आफ्नो लाइफ पार्टनरको महत्त्व बुझेर यसरी प्रेम व्यक्त गर्नुहोस्। तपाईँहरू के अरे एकअर्कालाई बुझ्नुहोस् भन्ने जस्तो उदाहरण दिएर जानुभएको छ होइन। सन्देशमूलक यो भिडियो चाहिँ सन्देशमूलक नै छ। उहाँले के अरे आफ्नो भएको हाम्रो समाजमा देखाए पनि कति श्रीमान श्रीमती त के अरे भएर पनि एकअर्कालाई नबुझ्ने, एकअर्कालाई आरोप लगाउने, अनि त्यसपछि एकअर्कालाई माया प्रेम नदर्शाउनेहरू हुनुहुन्छ नि। तर म श्रीमान मात्रै खराब नि भन्दिनँ, श्रीमती मात्रै खराब नि भन्दिनँ होइन। कतिपय नै कोहीको श्रीमान नबुझ्ने, कसैको श्रीमती नबुझ्ने, एकअर्कालाई दोषहरू प्रतिरोपणहरू गर्ने त्यस्तोहरू देखिन्छ नि त। त्यस्तो चाहिँ नहोस्, माया होस् भन्ने त्यस्तो टाइपको सन्देश दिनुभएको छ। हजुरहरूले नि बुझिहाल्नुहुन्छ, मिलाएर बुझ्नु होइन। अनि त्यसपछि उहाँले चाहिँ के इक्जाम्पल दिनुभएको छ भने श्रीमती भनेको घरको लक्ष्मी हो। अनि त्यसपछि श्रीमतीलाई चाहिँ मोतीको माला भन्न चाहन्छु, किनभने जब श्रीमती त्यो मोतीको माला छिन्छ त्यो सम्पत्तिहरू, त्यो मोतीहरू कसरी छरपष्ट हुन्छ त्यसरी नै घर छरपष्ट हुँदो रहेछ। त्यही भएर श्रीमतीको यति धेरै महत्त्व रहेछ भनेर बुझाएर जानुभएको छ। मलाई त त्यो एकदमै लाग्छ होइन। एकअर्कालाई रेस्पेक्ट पनि म पनि धेरै नै गर्न सक्छु। मेरो लाइफ पार्टनरले नि जे भने रेस्पेक्ट नै गर्नुहुन्छ होइन। मैले आफ्नो हकमा चाहिँ त्यो एकदम पाएको छु जस्तो लाग्छ। तर जसले एकअर्कालाई बुझ्नुहुन्न त्यो मिलेर मिल्नुहोस्, अनि एकअर्कालाई बुझ्नुहोस्, एकअर्कालाई रेस्पेक्ट गर्नुहोस्, सम्मान गर्नुहोस् भन्न चाहन्छु। हुन्जेल महत्त्व दिनुहोस् भन्न चाहन्छु। बरु मरेपछि त्यति धेरै बित्न पनि गर्न नपरोस्, नगर्दा पनि हुन्छ। बाँचुन्जेल चाहिँ एकअर्कालाई एकदम खुल्ला हृदयले बाँच्न पाइयोस् नै भन्छु होइन। अनि त्यसपछि उहाँको श्रीमतीको नाम चाहिँ आशा रहेछ। उहाँले आशा नामक एउटा पुस्तक पनि लेख्नुभएको छ अरे। उहाँको जीवनमा घटेको दुःख क्षणदेखि उहाँहरूले मिलेर जमाएको हरेक कुराहरू, अनि उहाँको श्रीमतीलाई रोग लागिसकेपछि गरेको कुराहरू सबै त्यो किताबमा खुलाएको छु। त्यो किताब एकचोटि पढिदिनु भन्नुभएको थियो होइन। तर म पनि त्यो किताब पाएँ भने चाहिँ खोजेर पढ्ने छु। ल तपाईँहरूलाई पनि इच्छा छ भने होइन, उहाँको इन्टरभ्यू सुन्नुभएको छ भने, मन छोएको छ भने पढ्नुहोस् भन्न चाहन्छु। ल साथीहरू, जति भने पनि यही नै हो। हजुरहरूले बुझिहाल्नुभएको छ। मलाई त एक दुई शब्द बोल्न मन लागेको भएर आएर होइन उहाँको बारेमा बोलेँ। मैले केही जानी नजानी गल्ती गरेको भए, केही गल्ती भएको भए मबाट मलाई माफ गरिदिनुहोस् भन्न चाहन्छु। मैले बोल्न हुन्थेन होइन, केही गर्न हुन्थेन, केही थाहा छैन। तर त मेरो चाहिँ एकदमै मन छोएको भएर यति धेरै रुन मन लाग्यो। मन छोएको भएर म त बनाउँछु भनेर बनाएँ होइन। मैले के गरेँ, ठिक गरेँ बेठिक गरेँ त्यो पनि मलाई थाहा छैन। अनि मलाई मेरो युट्युब च्यानल नयाँ हो, हजुरहरूको साथ सपोर्टको खाँचो छ मलाई। माया गरिदिनुहोस्, लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनुहोस् भन्न चाहन्छु। ल साथीहरू, यति भन्दै म बिदा चाहन्छु। बोल्न त धेरै मन थियो, तर यो मोबाइलको क्यामेरा अगाडि भिडियो अगाडि आइसकेपछि चाहिँ मलाई त्यति बोल्न आएन। बोल्ने क्रममा कति त्रुटि भएको छ होला, त्यो पनि क्षमा याचना गर्न चाहन्छु। हस् त, नमस्ते।